शुक्रबार जन्म हुने व्यक्तिहरू धेरै फेसनालिटीवाला हुने गर्दछन्। यिनीहरूले आफूले राम्रो तरिकाले शृङ्गार त गरिरहेका छन्, अझै पनि पुगेको छैन कि क्या हो भनेर चाहिँ लगभग 3-4 चोटिसम्म चाहिँ ऐना हेर्नेवाला हुन्छन्। शुक्रबार जन्म हुने व्यक्तिहरू बरु आफू फस्छन् तर अरू व्यक्तिहरूलाई उकास्ने पनि काम गर्दछन्। अलिकति छिट्टो चित्त दुखाइहाल्ने बानी हुन्छ क्या। यो छिट्टो चित्त दुखाउने बानीलाई चाहिँ ट्याक्क हटाएर चाहिँ अगाडि बढ्ने हुँदाखेरि चाहिँ धेरै राम्रो हुन्छ। शुक्रबार जन्म भएको व्यक्तिको चाहिँ लभ रिलेसन चाहिँ एकजनासँग चाहिँ टिकाइराख्न चाहिँ कहिले पनि सक्दैनन्। केही न केही सानो कुराहरूमा चाहिँ मनमुटाव हुन्छ, त्यहाँबाट फेरि ब्रेकअप भइदिइहाल्छ है। यो लभ रिलेसनको बारेमा चाहिँ अलिकति डाउन नै हुन्छन्, तर बाँकी कुरा हेर्ने हुँदाखेरि चाहिँ धेरै राम्रो हुन्छ। अलिकति स्ट्रगल फेस यानि कि बच्चा उमेरमा सानो उमेरमा चाहिँ धेरै दुःख गर्छन् र आफ्नै परिश्रम आफ्नै दुःख गरेर चाहिँ पछि चाहिँ राम्रो ठाउँमा चाहिँ पुग्नेवाला हुन्छन्।